साटा कुन हो पाटा कुन साटा खोइ यहाँ कतिवटा यहाँ 8वटा यो 4 यो होइन यो ए यसको कुन लाग्छ यो लाग्छ यो लाग्दैन यो लाग्छ नि हजुर यो कनेक्टर कुन हो साटा पाटा पाटा साटा भनेको त अर्को धेरै पिनवाला साटा हो नि अब यसमा पावर जोड्ने ठाउँ यो भयो डाटा केबल जोड्ने ठाउँ यो यसमा डाटा केबल जोडेर मदरबोर्डमा जोड्नु पर्यो यसमा मदरबोर्डमा जोड्नलाई यो यसको डाटा अब यसको डाटा केबल ठुलो हुन्छ अब यो त यसमा लाग्यो नि होइन बाबु डाटा छैन यसको डाटा केबल अस्ति बढाउने बेलामा त्यहाँ दिएको त यसमा अनि यो चाहिँ ए अब यो त के भयो डाटा केबल भयो नि पावर दिनु पर्यो पावर चाहिँ अब यो साटावाला हो यो लाग्ने भयो यसमा पनि हेर्नु सकतिर अलिकति सेम छ कि अलिक डिफरेन्स छ नि डिफरेन्स यसमा पनि हल्का डिफरेन्स कता मिल्छ त्यो त मिलाएर हाल्नु पर्यो नभए उल्टो हाल्यो भने फेरि 12को ठाउँमा 5 बजे जान्छ होइन अनि सर्ट हुन्छ प्लस माइनस उल्टो भयो भने सर्ट हुन्छ नि जता गरम हुन्छ त्यही लक बनाएकै हुन्छ कि अब जबरजस्ती तपाईँले छिराएर फुटाएर छिराएर मात्रै हो होइन उल्टो मिलायो भने छिर्दैन यसरी गरेर छिर्यो हार्ड डिस्क जोड्ने तरिका यति जोडेपछि तपाईँको हार्ड डिस्क अब चल्ने भयो यसले पावर दिने भयो त्यसपछि यताबाट अन भएपछि यसमा भएको डाटाहरू सबै यहाँ बोर्डमा आउनु भयो बोर्डबाट यहाँ प्रोसेसरमा जाने बुझ्नु अब पाटा हो भने यो यसको केबल ठुलो रिबन टाइपको केबल हुन्छ साटाको चाहिँ अहिले चल्ने सबै यही नै हो साटा कि पाटा साटा होइन साटा यो नयाँ हो यो चाहिँ पुरानो हो यो कुन ऱ्याम एनपीसी कुन ऱ्याम भन्नु DDR1 हो कि 2 हो कि 3 हो कि 4 हो कि 1 GB को रहेछ नि सर 1 GB 1 GB क्यापेसिटी रहेछ अब यसको बीचतिर छ कि छैन आइसी बल आइसी हो लेख छ त यसमा छैन सर यो 1 हो अब यो छेउतिर भएको भए के अरे यो 2 हो होइन 1 भएको भए यो लेगवाला हुन्थ्यो यहाँ 1 र पुरानोमा लेग हुन्छ 2 र 3 मा लेग हुँदैन पछि यहाँ लेग छ त छैन यो 2 हो यो 3 हो होइन अनि 2 को चाहिँ बिचमा हुन्छ 3 को चाहिँ यो कट छ नि यता साइडतिर हुन्छ यो सेन्टरतिर छ है अब यो बोर्डमा कुन लाग्ने हो 1 कि 2 भोल्टेज कति लेखिरहेको छ के अरे 1.8 भनेको कुन ऱ्याम हो 1.8 भनेको लेखा थिएन होइन हिजो 1.8 भोल्ट कुन लाग्ने हो 2 मा के थियो यहाँ बल लेगवाला छ त यो बल हो यो कट के छ बिचमा छ 3 मा के छ साइडमा छ यो 2 हो यहाँ पनि के हो 2 यो मिल्नु पर्यो होइन खोल्ने बेला चाहिँ यसरी निकाल्ने हाल्ने बेला मिल्यो सर ठ्याक्क मिल्यो नि यो प्रेस गर्नु पर्यो यो लक चाहिँ आफै बस्यो भने राम्रो है अब यो मेनुअली यसरी गर्नु भयो भने हुँदैन थिच्ने दुईतिर अनि यो लक एटोमेटिक बस्नु पर्यो खोल्ने बेला चाहिँ यो लक खोल्ने निकाल्ने उल्टो गऱ्यो भने फेरि हुन्छ मिल्दैन साइज त त्यही हो तर कट मिल्यो त मिलेन उल्टो सुल्टो राख्ने पनि लक मिलाउनु भयो भने कट मिलाउनु भयो भने जुन दुईटा भन्दै जुनमा हाले नि हुन्छ कि अब तपाईँसँग मानव 1 GB छ अब यसलाई मानव 4 GB बनाउनु 5 GB बनाउनु पऱ्यो भने 4 GB अर्को ल्याएर हालिदिनुहोस् अर्कोमा यो पनि काम लाग्यो अनि नयाँ पनि काम लाग्यो यो भनेको दुईटा टेबल ल्याएर जोडिदिए जस्तो भयो अब एउटै ठुलो बनाउनु अथवा दुईटालाई जोड्नु
पुरा एउटै हो कि होइन यो हाल्नु पऱ्यो हामीले ऱ्याम हाल्नु पऱ्यो अनि हार्ड डिस्क यसरी यो साटा हो भने साटा बुझ्ने भयो होइन पाटा भएको भए यो यसमा पाटा पनि लाग्थ्यो यहाँ र यहाँ केबल लाग्छ केबलहरू होला उता हेर्नुपर्छ अरू के जोड्नु पऱ्यो प्रोसेसर हाल्दा यो खोल्ने प्रोसेसर हालिदिने यसलाई यहाँ लक गरिने यहाँ कभर हुन्छ लक गर्नु हुन्छ यो आउँछ अनि बोर्डमा जोड्ने त बुझ्नुभयो बोर्डमा हामी कुन जोड्ने हो बोर्डको लागि पावर सप्लाई एउटा यो 24 पिनको भयो यो पनि लक हेरेर कता लक कता फर्केको त्यता हाल्नु पर्छ किन उल्टो हाल्नु भने के हुन्छ भोल्टेज डिफ्रेन्ट पर्छ नि होइन त्यही भएर मिलाएर हाल्नुपर्छ लक दिने कारण पनि त्यही हो उल्टो हाल्नुभयो भने छिर्दैछ अनि यो सिपियूको लागि सबै लक हेर्नुहोस् कता छ होइन पिनहरू महँगो भयो भने छिर्दैन यो जोड्ने बोर्डको लागि दुईवटा भयो हार्ड डिस्कको लागि यहाँ भयो अब तपाईँले डिभिडी जोड्नु पर्यो होइन डिभिडी पनि यो कुन डिभिडी हो साटा कि पाटा दुइटै होइन एउटा मात्रै यसको चाहिँ पाटा भयो यो पुरानो हो यो हार्ड डिस्क के हो साटा हो यो हार्ड डिस्क र यो हार्ड डिस्क यो त ल्यापटपको यो के हो डेस्कटपको एउटै छ कि छैन निकाल्ने बेला यो लक प्रेस गरेर निकाल्नु भयो यसो पनि बुझ्नु